नमस्कार आदरणीय दर्शकवृन्द, आज म धेरै समयपछि एनआरएनको विषयमा कुरा गर्न तपाईहरुको माझमा उपस्थित भएको छु। अहिले एनआरएन गैर आवासीय नेपाली संघ फेरि एकपटक सबैको चर्चाको केन्द्रमा छ। अदालतको परामर्शपछि उच्च स्तरीय समिति मार्फत एउटा अधिवेशन प्रक्रिया सम्पन्न भएर परराष्ट्र मन्त्रालयले, जुन तालुकदार मन्त्रालय पनि भनिन्छ, त्यो मन्त्रालयले महेश श्रेष्ठको निर्वाचित नेतृत्वलाई वैधानिकता प्रदान गरेको छ। अर्को एउटा पक्ष छ अदालतको होइन, आफैको लिडेढिपीको नेतृत्व हामी नै आधिकारिक हौं भनेर दाबी गरेको छ। फेरि एनआरएनको राज्य तहका राष्ट्रिय समितिहरूको तहको अधिवेशनको माहौल पनि अहिले सुरु भएको छ। मलाई लाग्छ जुन जुलाई भित्र उहाँहरूले अधिवेशन पनि सम्पन्न हुनुपर्नेछ। दुईटा समिति एकअर्कामा अहिले पनि अन्योलमा छन् यो आधिकारिकताको विषयमा। यसै सन्दर्भमा उच्च स्तरीय समितिद्वारा गठित परामर्श, अदालतको परामर्शपछि गठित उच्च स्तरीय समितिले अधिवेशन सम्पन्न गरेपछि महेश श्रेष्ठ अध्यक्ष हुनुभयो सर्वसम्मत रूपमा, र त्यही क्रममा उहाँ करिब अध्यक्ष भएको 1.5 महिनापछि अमेरिका भ्रमणमा आउनुभएको छ। अमेरिका भ्रमणमा आउँदाखेरि उहाँ गैर आवासीय नेपालीहरूका माझमा पुग्नुभयो र संयोगले हामीले पनि उहाँलाई बाल्टिमोरमा भेट्ने अवसर पायौं। तपाईहरुको चासो र हामीले पनि बुझ्न चाहेका केही कुराहरूलाई उहाँसँग भेटेर कुराकानी गरेर प्रश्न पार्न प्रयास स्वरूप आज हामी हाम्रा अतिथिको रूपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष उहाँ महेश श्रेष्ठसँग नै कुराकानी गर्न लागेका छौं। महेशजी, सबैभन्दा पहिला तपाईलाई अमेरिकामा स्वागत छ। थ्याङ्क यू गौतमजी। महेशजी, तपाईको यो अमेरिका भ्रमण चाहिँ पारिवारिक बढी हो कि साङ्गठनिक बढी हो, अलिकति बुझाउँ न। यस्तो छ, अब अहिले अध्यक्ष भइसकेको हुनाले यसलाई साङ्गठनिक रूपमा बढी यसलाई बढी उपयोग गरेको छ अहिले। अनि के पाउनुभयो? जस्तै तपाईँ 1.5 हप्ता जति भयो अमेरिकामा हुनुहुन्छ होइन? क्यालिफोर्निया पुग्नुभयो, टेक्सास पुग्नुभयो, नेपालीहरूको अलिक बढी जनघनत्व भएको ठाउँमा मेरिल्यान्डमा पनि पुग्नुभयो र न्युयोर्कमा पनि तपाईँ पुग्दै हुनुहुन्छ जहाँ नेपालीहरूको बहुल बसोबास छ। त्यहाँ रहेका एनआरएनहरूको भावना, उनीहरूको चाहिँ दृष्टिकोण के पाउनुभयो त अमेरिकामा अध्यक्षको रूपमा भ्रमण गर्दै गर्दा? यस्तो छ, अहिले अमेरिकामा मात्रै होइन संसारभरि गैर आवासीय नेपाली सङ्घप्रति चासो र चिन्ता पनि छ। मैले के सोचेको थिएँ भने पहिले अमेरिकामा अन्य अरू विषयहरू पनि उठान होलान्, विशेष गरेर नागरिकताको कुराहरू, अन्य इस्युहरूमा पनि कुरा होलान् भन्ने सोचेको थिएँ। तर सबैको चाहना के देखियो भने होइन, तपाईँहरू एक हुनुपर्छ, तपाईँहरू यसरी विभाजित हुन भएन, संस्थालाई विभाजित बनाउनु भएन, तपाईँहरूले संस्थालाई एकताबद्ध गराउनु पऱ्यो भन्ने चासो सबैको तर्फबाट पनि छ। त्यही भएर पनि अब अहिलेको हामी एकताको महाधिवेशनबाट जुन निर्वाचित भएका छौँ त्यसको कर्तव्य पनि सबैलाई समेटेर एकता बनाउने नै हो। र त्यो कुरा चाहिँ त्यसको म्यान्डेट महाधिवेशनले पनि दिएको थियो। अहिले आएर अमेरिकाका सबै साथीहरूको म्यान्डेट पनि हामीलाई त्यही नै छ, तपाईँहरूले हामीले एक गराउनै पर्छ भन्ने प्रेसर पनि छ, म्यान्डेट पनि छ। एक चाहिँ कस्तो हो, जस्तै तपाईँ आफै भन्नुहुन्छ एकताको महाधिवेशनबाट तपाईँ निर्वाचित भएर आउनुभयो, अदालतको परामर्श, त्यसद्वारा गठित उच्च स्तरीय समिति, तपाईँको तालुकदार मन्त्रालय, परराष्ट्र मन्त्रालय, यी सबै प्रक्रियाबाट तपाईँले वैधानिक तवरबाट आफ्नो नेतृत्व स्थापित गर्नुभएको छ। फेरि पनि एकता भनिँदैछ, त्यतिखेर एकता भएन र? होइन, यस्तो छ, हामीले त्यो एकताको महाधिवेशन हो, त्यसमा केही साथीहरूको असन्तुष्टि र केही साथीहरू त्यसमा सहभागी हुनुभएको छैन। हाम्रो उद्देश्य त्यो साथीहरूलाई पनि समेट्ने भन्ने हो। एकताको भन्नाले एकताको महाधिवेशन उद्देश्य चाहिँ वृहत एकता नै थियो। त्यहाँ केही टेक्निकल इस्युहरूले गर्दाखेरि केही साथीहरूको अब त्यसमा असहमति आउनको लागि, विशेष गरेर 32 एससीजीहरूको समूह त्यो समेटिनु भएको छैन। हाम्रो उद्देश्य अहिले अधिकांश साथीहरू समेटिनु भएको छ, तर केही अब 32 एससीजीको समूह भनौँ न, उहाँको त्यो समूहलाई पनि हामीले मिलाएर लिएर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ। र यहाँ सबै पक्षलाई मिलाएर लिएर जानु, यो संस्था भनेको सबैको हो, त्यो साझा संस्था हो। विदेशमा बस्ने नेपालीहरूको साझा संस्था भएको हुनाले सबैलाई मिलाएर लिएर जानुपर्छ भन्ने हाम्रो बुझाइ पनि छ। र त्यो गैर आवासीय नेपाली सङ्घको जुन मेमा एकताको अधिवेशन भएको छ
हजुर त्यसको म्यान्डेट पनि सबैलाई मिलेर जानु भन्ने पनि हो। त्यही भएर म अध्यक्ष जुन बनाइएको छ सबैको चाहना मैले सबैलाई मिलाएर लिएर जान सक्छ भनेर नै सर्वसम्मत रूपमा मलाई चयन गरिएको हो। त्यतिखेर मेरो दायित्व पनि हो सबैलाई मिलेर यो सबैलाई एकताबद्ध गर्ने सबैलाई मिलाएर लिएर जाने दायित्व पनि छ। हो तपाईँले पनि भन्नुहुन्थ्यो हामीले हेरेका थियौँ निर्वाचित भएर आइसकेपछि मेरो पहिलो प्रयास छुटेका साथीहरूलाई समेटेर यसलाई बृहत एकतामा लिएर जाने हो, म गर्छु, मलाई जुन विश्वास दिनुभएको छ म्यान्डेट दिनुभएको छ म त्यो गर्छु भन्नुहुन्थ्यो। 1.5 महिना मे जुन सकिन लागिसक्यो, कहाँ पुगेको छ त एकताको त्यो प्रयास चाहिँ? यस्तो छ अब हामीले प्रयास चाहिँ जारी नै छ, अधिकतम प्रयास पनि गरियो। अब हामीलाई त्यो म्यान्डेट सर्वोच्चको परमादेश अनुसार हामी यो निर्वाचन भयो, परराष्ट्र मन्त्रालय तालिम मन्त्रालयबाट तपाईँले भनिसक्नुभयो, हामीलाई त्यो अथोरिटी पनि प्राप्त भइसकेको छ। हामी सामान्यतया के हुन्थ्यो भने हामी त्यो बेलामा पनि त्यो हाम्रो कार्यालयमा गएर बस्न सक्थ्यौँ, आफ्नो कामहरू सञ्चालन गर्न सक्थ्यौँ। एमआई सिस्टम हाम्रो कन्ट्रोलमा हुन्थ्यो, त्यहाँको साधन स्रोतहरू कर्मचारीहरू हाम्रो अधीनमा रहन्थे। तर हामीले के सोच्यौँ भने सकभर उहाँलाई मिलाएर लिएर जा, यो एउटा एक किसिमले कुराकानीबाटै छलफलबाटै समाधान गरौँ भनेर यो प्रयत्न चाहिँ गरियो। हामीले करिब अब 1.5 महिना हुनलाई अझ पनि प्रयत्न जारी छ। अझ केही समय हामी अझै प्रयत्न गर्दैछौँ। मलाई लाग्छ अब सहमति नजिक पुग्ने सम्भावना त नकार्न सकिँदैन, तैपनि यसको लागि हामीले मात्रै चाहेर पनि भएन। विशेष गरेर बद्रीजी अलिकति लचक भइदिनुपर्छ भन्ने मेरो अनुरोध पनि छ। उहाँले अब बद्रीजीमा त्यो लचकता भएन भने त्यो मिल्न गाह्रो हुन्छ। त्यो लचकता विशेष गरेर यस्ता किसिमका सामाजिक संस्थामा काम गर्ने नेतृत्व लिडरहरूमा त्यो लचकता चाहिँ हुनैपर्छ। मैले रिक्वेस्ट गर्छु र बद्रीजीमा अलिकति लचकता भयो भने मिल्न सक्ने सम्भावना छ। हजुर होइन, हिजो त फेरि तपाईँ आफै भन्नुहुन्थ्यो म चाहिँ अध्यक्ष भएर आएँ भने वार्ता एकता गर्न सहज हुन्छ भनेर, अर्को पक्षले पनि भन्नुभएको छ छुटेका साथीहरू आउनुहुन्छ भन्ने थियो। त्यो विश्वास अझै कायम छ तपाईँसँग? होइन, यस्तो थियो। अब विश्वास अलिक पहिले त्यो विश्वास थियो, किनभने हामी म अध्यक्ष हुनुभन्दा अगाडि पनि मैले पूर्व अध्यक्षहरू उपेन्द्र महतोजीवा लामिछाने कुमार पन्तदेखि लिएर बद्री केसी अनि त्यसपछि हाम्रो हेमराजजी गौरीजीहरू सबैसँग पनि सल्लाह चाहिँ गरेको थिएँ। म यतातिर सर्वसम्मत भएर नेतृत्व गरेर आएँ भने मेरो उद्देश्य भने एकताबद्ध एनआरएन भयो भने मात्रै म नेतृत्व लिन्छु भन्ने थियो। अब त्यो नेतृत्व एकता गराउनको लागि म भयो भने सहज हुन्छ भनेर अरू साथीहरूले पनि विश्वास गरेर मलाई नेतृत्वमा चयन गरे। अब त्यो कुरा अब त्यो विश्वास के हुने हो त? म आएर आउँदाखेरि त्यो सहमति हुने हो कि होइन भनेर पहिले नै मैले उहाँहरूसँग सल्लाह पनि गरेको थिएँ। तर उहाँले होइन तपाईँ आउँदाखेरि हामीलाई अहिले सहज हुन्छ, वातावरण एकता गर्न सहज हुन्छ भनेर जुन आश्वासन दिनुभएको थियो, त्यो विश्वासका साथ मैले वार्ता चाहिँ गरेको हो। त्यही अनुसार हामीले धेरै लचकता पनि अप्नाएका छौँ। तर पनि पहिले जुन भावना थियो बद्रीजीमा त्यो अलिकति कमजोर भएको हो कि अथवा उहाँमा झन् त्यो लचकता अलिकति पाएको छैन मैले। तर पनि प्रयास चाहिँ जारी छ हेर्नुहोस्। तर अब यो लचकता यो प्रयास चाहिँ कहिलेसम्म गर्ने भन्ने मेरो प्रश्न पनि त्यही हो। त्यसमा कहिलेसम्म प्रश्न त्यो पनि धेरै साथीहरूको प्रेसर चाहिँ छ, किनकि हामी आधिकारिक भन्ने, हाम्रो कार्यालयमा हामी प्रवेश नगर्ने, हाम्रो साधन स्रोतहरू कार्यालयको कर्मचारीहरू एमआई सिस्टमदेखि सबै बद्रीजीको कन्ट्रोलमा हुने यो अवस्थामा सधैँ यो अवस्था चाहिँ अब थाम्न सकिने अवस्था छैन। प्रेसर धेरै छ, एनसिसीहरूको प्रेसर पनि छ, साथीहरूको प्रेसर पनि छ। त्यही भएर चाहिँ अब मैले अझै पनि केही समय बद्रीजीलाई अब अनुरोध पनि गरेको छु, हामी मिलौँ। अदालती प्रक्रिया निर्णय मात्रै पुर्याएर पनि समाधान हुँदैन। हामी मिल्यो भने अदालतले त त्यसै पनि साथ दिइहाल्छ होइन। अदालत एउटा कुरा सुन्नु न त महेशजी, जस्तै पहिला तपाईँको सुन्न चाहन्छु अनि तपाईँले कुरा गरेका पक्षको कुरा सुन्न चाहन्छु। तपाईँहरूसँग मिल्ने सूत्र के हो तपाईँहरूको चाहिँ? अहिले यस्तो मिल्नको लागि चाहिँ सूत्र भनेको केही प्रिन्सिपलहरूमा हामी सहमत हुनु पर्ने हुन्छ। मिल्नको लागि भावनात्मक रूपमा पनि एक हुनुपर्ने हुन्छ, वैधानिक रूपमा पनि। त्यो वैधानिक कुराहरू एउटा आधार हो, तर भावना चाहिँ मिल्ने भावना चाहिँ अर्को कुरा हो कि। तर मैले 3वटा कुरा चाहिँ प्रस्ताव गरेको थिएँ मिल्नुभन्दा अगाडि। 3वटा प्रस्ताव भनेको के हो भने पहिलो कुरा चाहिँ बद्रीजी र हामी बिचमा हामी एक हुनुपर्छ, गैराष्ट्रिय नेपाली संस्था एक बनाउनुपर्छ भन्ने प्रिन्सिपलमा हामी सहमत हुनु पऱ्यो। एक हुनुपर्छ भन्ने केवल मुखले मात्रै होइन कि भावनात्मक रूपमा हामी एक हुनुपर्छ भन्ने कुरा हामी सहमत हौँ। दोस्रो कुरा चाहिँ त्यो एक हुनको लागि हाम्रो अस्तित्व छ नि, मैले बद्रीजीहरूको अस्तित्व बद्रीजीले अहिलेको हाम्रो अस्तित्वलाई स्वीकार गर्नु पऱ्यो कि हामी पनि अहिलेको हाई लेभल कमिटीले निर्वाचित गरेको कार्य समिति हो, सर्वोच्चबाटै कोही परमादेश अनुसार
भन्ने कुरा र परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त संस्थाको रूपमा हामीलाई पनि उहाँले रिकगनाइज गर्नु पऱ्यो, हामीले पनि उहाँलाई एक हदसम्म रिकगनाइज गर्नु पऱ्यो भन्ने, त्यसपछि मात्रै बल्ल वार्ताको टेबलमा आइन्छ नि। र तेस्रो त्यो सहमति नभएसम्मको लागि हामी विभाजित कामहरू केही पनि नगरौँ भन्ने थियो। त्यो प्रिन्सिपलमा अडिएपछि हामीले जस्तो विभाजित काम केही पनि नगरौँ भनेपछि के हुन सक्थ्यो, अहिले एनसिसीहरूमा निर्वाचन हुँदैछ, एनसिसीहरूकोमा विवाद नगरौँ भनेपछि हामीले त्यो एमआइएससँग सम्बन्धित भयो। एमआइएस सिस्टमलाई हामीले एउटा स्वतन्त्र एउटा कमिटीले मोनिटरिङ गर्ने एउटा कमिटी बनाएर त्यसलाई त्यो निकाय मार्फत, त्यो कमिटी मार्फत हामीले एमआइएस सिस्टम ह्यान्डल गरियो भने त सबै ठाउँमा एमआइएस सिस्टम प्रयोग हुन्थ्यो। अहिले जस्तो एमआइएसको विषयमा विवाद हुन्थेन। यसरी पहिले प्रिन्सिपलमै नै सहमत भइदिएको भए यस्ता कुराहरू आउँथे। तर प्रिन्सिपलमै हामी अझै सहमत हुन पहिले चाहिँ सहमत थियौँ, पछि अब बद्रीजीहरूले अलिकति आफ्नो लचकता देखाउन सक्नु भएको छैन। तपाईँले 3वटा प्रस्ताव राख्नुभयो। पहिले हामी प्रिन्सिपलमा सहमत हौँ, त्यसपछि जब विवाद नगरौँ भने चाहिँ जस्तो अघि नै भने नि भावनात्मकमा एक हुने भन्ने कुरामा हामी कमिट हुनु पर्यो, एकदमै कमिटेड हुनु पर्यो नि। अब मैले सोध्नु आफ्नो पक्षको कुरा उहाँहरूको पक्षको चाहिँ तपाईँले प्रिन्सिपलले राखेका 3वटा कुराहरूमा उहाँहरूको चाहिँ के हो? उहाँहरू चाहिँ सुरुको दिनहरूमा जुन यो निर्वाचन हुनेताको चाहिँ एकदम पोजिटिभ हुनुहुन्थ्यो, अहिलेको अवस्थामा त्यति धेरै पोजिटिभ हुनुहुन्न। भनेपछि तपाईँहरूलाई उहाँहरूले त्यति धेरै गम्भीरतापूर्वक लिनु, त्यति गम्भीरतापूर्वक नलिएको अथवा हाम्रो यो सदा सहायतालाई अलिकति कमजोरीको रूपमा लिएको, अथवा उहाँहरूले हामी चाहिँ यो सङ्गठनमा एक हुनुपर्छ, यसलाई बिग्रन दिन हुन्न, फुट हुनुहुन्न, दुईवटा एनआरएन बन्न हुन्न भन्ने अलिकति संस्थाको माया गरेको जस्तो मायाको रूपमा यसलाई हेरेका छौँ। अलिकति पोजिटिभली अलिक सेक्रिफाइस गरेर भए पनि मिल्नुपर्छ भन्ने छ। अब बद्रीजीहरूमा त्यस्तो किसिमको भावना मैले पाउँदिनँ। भनेपछि एक हातले ताली बज्दैन भन्ने, एक हातले ताली चाहिँ बज्दैन नि। कहिलेसम्म चाहिँ दोहोरो केही समय, अब केही धेरै समय हामी कुरो सक्छौँ जस्तो मलाई लाग्दैन। तपाईँ अमेरिकामा हुँदै गर्दाखेरि अदालतले फेरि एउटा चाहिँ के पुनरावलोकन गर्ने भनेर फैसला गर्यो भनेर हामीले चाहिँ अर्को पक्षका साथीहरूको स्ट्याटसहरू सामाजिक सञ्जालमा आएका कुराहरू हुन्छ। यो अदालतको निर्णयहरू, अदालतबाट आउने आदेशहरू चाहिँ व्याख्या गर्न चाहिँ एनआरएनमा धेरै वकिलहरू हुनुहुन्छ है। त्यही त, यस्तो एउटा कुरा के छ भने अब विशेष गरी हेमराजी त्यसमा अलिकति आफ्नो एकतर्फी फैसलै गर्नुहुन्छ। उहाँले अदालतीय प्रक्रिया हो कि, जस्तो अब जिल्ला अदालतमा गएको निर्णय पुनरावलोकन जाने, पुनरावलोकन सर्वोच्चमा जाने, सर्वोच्चको पनि फैसलाहरू एकल इजलास गरेकोमा संयुक्तमा जाने, संयुक्तमा गएकालाई पूर्ण इजलासमा जाने, पुनरावलोकन गर्ने। यो त उहाँले बुझाइदिएपछि त्यो प्रक्रियामा त गइरहेको छ नि। अन्तिम फैसला भएपछि मात्रै अब पूर्ण इजलासमा गएपछि अन्तिम फैसला भएपछि बल्ल अन्तिम निर्णय आउने हो। अब फेरि त्यो आदेश आउँछ होइन, बिना आदेशहरू फैसला हुन्छ। त्यसको मैले के भन्छु भने नि सँगै ती फैसलाहरू आफै व्याख्या गर्ने होइन नि उहाँहरूले। त्यही त म भन्दैछु, धेरै वकिलहरू त्यही हुनुहुन्छ। अहिले हाम्रो हेमराजीहरू के गर्नुहुन्छ नि, त्यहाँ के आयो भने आफ्नो एकाङ्की व्याख्या गरेर अनि सबैलाई अन्यल बनाइदिनुहुन्छ कि। त्यो चाहिँ होइन, त्यसको निकाय छ नि त। फैसला भएपछि फैसला कार्यान्वयन गर्ने निकाय छ होइन, त्यसलाई फैसलाको त्यो मर्मअनुसार कार्यान्वयन गर्ने फैसला कार्यान्वयन निर्देशनालय भन्ने छ। अनि त्यो अनुसारको मन्त्रालयहरू छन् होइन। त्यसलाई अब जस्तो मानौँ न उहाँहरूले भनेअनुसार ल अहिले पुनरावलोकन भयो, हामीले काम गर्न नपाउने हो भने त त्यो अनुसारको फैसलाको त्यो हाम्रो पत्र पठाइ भइहाल्यो नि। त्यो निश्चित त्यो निर्देश फैसला कार्यान्वयन विभागबाट, निर्देशनालयबाट अथवा परराष्ट्र मन्त्रालयबाट अथवा कुनै मन्त्रालयबाट, सम्बन्धित निकायबाट हामीलाई आधिकारिक पत्र ल यस्तो किसिमको फैसला भयो, तपाईँले काम रोक्नु भन्यो भने त हामी रोकिहाल्छौँ। त्यो भनेपछि चाहिँ तपाईँले नामै लिएर भन्नुभयो हेमराजीले चाहिँ आफ्नो अनुकूल व्याख्या गर्नुभयो होइन। हेमराजीमा त्यो पहिलेदेखि त्यो त्यसमा अति त्यहाँ चलाक हुनुहुन्छ। त्यही भएर धेरै साथीहरूले पत्याउन पनि छोडेछन्। उहाँको विशेष चाहिँ एकाङ्की हुन्छ कि कसरी आफ्नो अनुकूल व्याख्या गर्नुहुन्छ। त्यो चाहिँ ठिक हुँदैन। त्यो वास्तव मान्छे पिएचडी विद्वान मान्छे हुनुहुन्छ होइन, त्यो आफ्नो विद्वतालाई त्यसरी प्रयोग गर्नु हुँदैन। अमेरिकामै अलिकति केन्द्रित हुन चाहन्छ। जस्तै अघि तपाईँले एनसिसीहरूको चुनावको प्रक्रिया गर्नुभयो, यहाँ तपाईँ जहाँ पुग्नुभयो त्यहाँ सबैभन्दा पहिलो चोटिलो प्रश्न तपाईँले सामना गर्नु परेको पनि त्यही देख्यौँ हामीले होइन। अब एनसिसीहरूले के गर्छन् त? अब विद्यमान विधानअनुसार जुलाईभित्र अधिवेशन सक्नुपर्छ होइन। अब हामी करिब करिब जुनको अन्तिममा छौँ। यो सदस्यताको अन्यल अहिलेसम्म पनि छ। तपाईँले अघि प्रिन्सिपलका 3वटा कुरा, तेस्रो कुरा
MIS सिस्टमलाई चाहिँ मोनिटरिङ स्वतन्त्र निकायबाट मोनिटरिङ भनेर भन्नुभयो। अब त्यो कहिलेसम्म हुन्छ, यानि एनसिसीहरूको अधिवेशन के हुन्छ एकदम अन्यल छैन मलाई चाहिँ। त्यो त हामीले उहाँले यदि बद्रीजीले अलि लचकता देखाइदिएको भए हामीलाई यसमा कुनै समस्या हुन्थेन। MIS सिस्टम हामी प्रयोग गर्थ्यौँ, एउटा स्वतन्त्र निकायले त्यसलाई मोनिटरिङ गर्थ्यो होइन। त्यसमा अब अहिले त्यस भयो भने त्यो समस्या हुन्थेन होइन, सबै ठाउँमा सहज ढङ्गले निर्वाचन हुन्थ्यो। किनभने एनसिसी र आइसिसीको बिचमा त्यस्तो बिचको अहिले एनसीको निर्वाचन गरेर हामी आइसिसीसँग मा विवाद छ भनेर एनसीमा विवाद गर्नुपर्ने अवस्था थिएन नि। किनभने त्यही भएर यो विवाद हुन्छ भनेर हामीले आइसिसीको विधानमै यो सदस्य बनाउने कुरा, व्यवस्थापन गर्ने कुरा, मोनिटरिङ गर्ने कुरा, अनि त्यो न्याय, अनि किन विवाद आयो भने त्यसलाई समाधान गर्नको लागि यो सदस्य व्यवस्थापन समिति बनाउने, न्यायिक समिति बनाउने भन्ने, छुट्टै स्वतन्त्र समिति बनाउने भन्ने विधानमै व्यवस्था गरिएको छ कि त्यो विधानमा व्यवस्था भएको कुरा पनि उहाँहरूले लागू गर्नुभएको छैन। त्यही भएर उहाँहरूले आफै कन्ट्रोल गर्ने, एनसिसीलाई कन्ट्रोलमा राख्ने भन्ने जुन अहिलेको उहाँहरूको चाहना छ त्यसले नै विवाद ल्याउने हो नि त। जस्तो एउटा त सहज स्थितिमा पनि त्यो गर्नुपर्ने थियो। सहज स्थितिमा पनि वास्तवमै जो जस्तो आइसिसीमा आफू छ, सबै सदस्य बनाउने, हरेक कुरा एनसिसीका कन्फ्लिक्टहरूलाई आफै म्यानेज गर्न लाग्यो भने त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ नि आफ्नो अनुकूलको होइन त्यो कमिटी। त्यही भएर हामीले त्यस्तो किसिम एनसिसीको कन्फ्लिक्टमा लाई स्वतन्त्र निकायले समाधान गर्नुपर्छ भनेर न्यायिक समितिको अवधारणा छ, विधानमै व्यवस्था छ। सदस्यतामा पनि त्यस्तो म्यानिपुलेसन होस् भनेर स्वतन्त्र एउटा यो सदस्यता व्यवस्थापन समिति छुट्टै गठन गर्नुपर्छ भन्ने विधान व्यवस्था छ नि। त्यस्तो कुरालाई पनि उहाँहरूले त्यो कन्ट्रोल आफ्नै हातमा लिएर अहिले एनसिसीमा जुन किसिमको दबाब देखाउनु भएको छ, एनसिसीलाई जुन प्रेसर दिनुभएको छ, त्यो चाहिँ ठिक हुँदैन। अब त्यो सामान्य स्थितिमा झन् अहिले त यति असामान्य स्थिति छ, यति असहज छ, विवाद छ। यस्तो बेला त उहाँहरू आफैले ल हामीसँग मिलेर एउटा आफै भन्नुपर्ने नि, एनसिसीमा विवाद नगरौँ, हामीले एउटा स्वतन्त्र टिम बनाऊँ, त्यसले नै अब मोनिटरिङ गर्छ, यसो जाउँ भनेर। र हाम्रो विवाद चाहिँ अब के अदालतले मिलाउँछ कि आफै मिलाउँ भनेर मैले भन्नुपर्ने ठाउँमा, उहाँहरूले भन्नुपर्ने ठाउँमा उहाँहरू आफै ल तिमीहरू आए नआएन हो, हामी आफै यसरी जान्छौँ, हामीलाई मतलब छैन, 2 जना 10 जना 20 जना जति आए पनि हामी गर्छौँ, फुटोस् भन्ने किसिमको भावना, त्यस्तो किसिमको भावना अहिले देख्छु मैले बद्रीजीमा। त्यो एकदमै गलत भावना हो। त्यही भएर त्यही भएर लचक हुनुपर्छ कि संस्थालाई माया गर्नु पर्यो हो। त्यहीँनिर मेरो पूरक प्रश्न। अब मलाई प्रश्न भनिदिनुहोस्, मलाई होइन, धेरै शुभेच्छकहरू जो एनआरएनको राम्रो चाहनुहुन्छ, जुलाईभित्र एनसिसीहरूको अधिवेशन सम्भव छ र उहाँहरू आउनुहुन्छ, नत्र हामी हाम्रो ढङ्गले जान्छौँ भन्ने हट उहाँहरू अर्को पक्षमा छ भनेर तपाईँले भन्नुभयो। त्यो हुँदै गर्दाखेरि तपाईँले चाहेको जस्तो एकता नजिक छ? यी दुईटा प्रश्नमा होइन, अझ पनि झिनो आशा चाहिँ छ, झिनो आशा छ। हाम्रो विशेष गरी गौरीजीसँग मेरो कुराकानी भइरहेको छ, गौरीजीले पनि प्रयास गरिरहनु भएको छ। तपाईँ होइन गौरीजी, हेमराजजी, बद्रीजी हुनुहुन्छ, त्यति नै हो? उहाँहरू चाहिँ मिलेपछि हुनुहुन्छ? होइन, यस्तो हुन्छ, अब उहाँहरूको मेन मान्छे भनेको अध्यक्ष उहाँ 3 जना नै मेन जस्तो लाग्छ मलाई। त्यहाँ अरू साथीहरू अब विशेष गरी बद्रीजी पनि हो। उहाँहरूले चाह्यो भने सम्भव छ। त्यो हाम्रो तपाईँ कुरा गर्नुभएको छ? कुरा छ, सबैसँग गरिरहेको छु। मेरो त नियमित कुरा हुन्छ नि, म त यति लचक भएर प्रस्तुत भइरहेको छु। त्यसमा उहाँहरूले नचाहने एकता चाहिँ उहाँहरूले नचाहेको हो अहिले? तपाईँले भने जस्तो बृहत एकतामा चाहिँ उहाँहरू आउन नचाहेकै हो? उहाँहरूको सोचाइ नै हाम्रो अस्तित्व नै स्वीकार्नु भएन कि उहाँहरूले। पहिले चाहिँ अहिले यो विधि विधानलाई उहाँहरू मान्नुभयो उहाँले उच्च स्तरीय समितिबाट आएको हाम्रो कमिटी, परराष्ट्र मन्त्रालयबाट हामी बजाउने रूपमा आएको कुरालाई नै उहाँले जुन रियालिटीलाई नै स्वीकार्नुहुन्न भने चाहिँ त्यसपछि वार्ता अगाडि बढ्दैन नि। सुरुमा चाहिँ स्वीकार्नु भएको थियो सबै कुरा। हामीलाई ल पहिले चाहिँ एकदमै सहज थियो, एकदमै मिल्ने खालको थियो। जति जति पछि भयो उहाँहरू झन् आफूहरू अलिकति होइन त्यो हामी मान्दैनौँ, हामी तपाईँहरू आउनुहोस् न, आएन आउनुहोस् भन्ने खालको। तपाईँ आशावादी चाहिँ हुनुहुन्छ? अलिकति आशावादी चाहिँ किन छु अरे नि, मैले उहाँहरू नभए पनि मैले अन्य जस्तो अब यसमा तपाईँले उहाँहरूलाई कसले ब्याकअप गरेछ भनेको राजनीतिक पार्टीहरू पनि छन् नि, उहाँहरूकोलाई ब्याकअप गर्ने राजनीतिक पार्टीहरू, उहाँसँग मैले कुरा गरेको छु होइन। उहाँहरूको ठुला नेताहरूसँग पनि, ठुला नेता उहाँहरूकोलाई सपोर्ट गर्ने नेताहरूले पनि मिल्नुपर्छ भनेर भनेका छन्। अब मलाई लाग्यो साँचो चाहिँ अब उहाँहरूमा मात्रै नहुन पनि सक्छ कि भनेर मैले अलि अरू च्यानलहरू पनि प्रयोग गरिराखेको छु। उहाँहरूले पनि होइन यो एनआरएनमा मिलाउनुपर्छ भन्ने चाहना छ फेरि उहाँहरूमा, त्यही भएर प्रयास चाहिँ भइरहेको छ। अब हाम्रो विशेष गरेर एनसिसी अहिले अमेरिका
अमेरिकाका हाम्रो गौरीजी हुनुहुन्छ, उहाँको बाँसुजी, उहाँसँग पनि मेरो कुरा भइरहेको छ। उहाँले पनि म प्रयास गर्छु भन्नुभएको छ। त्यही भएर अलिकति झिनो आशा चाहिँ छ, तर त्यो आशा त्यति अब त्यो आशालाई म फेरि आशावादी मान्छे भएको हुनाले कमसेकम त्यो आशा बढ्दै गयो। अहिले पहिले चाहिँ जस्तो थियो, मेरो आशा पहिले 90% आशा थियो, घट्दै गएर अहिले 5%मा झरेको छ। त्यो आशा फेरि बढ्दै गएर फेरि 90% पुगेर 100% पुग्न नै सक्छ। त्यो आशा त्यो अहिले चाहिँ अलिक घटेको अवस्था छ। तर मेरो विचार मिल्न सक्ने सम्भावना चाहिँ नकार्न चाहिँ सकिँदैन, अझ पनि हामी प्रयास चाहिँ गरौँ। अब अन्तिममा सम्भावना अझै छ भन्नुभयो, सम्भावना त सदैव रहन्छ। अब एउटा हाइपोथेटिकल प्रश्न तपाईँलाई राखेँ, सम्भावना छैन, के गर्नुहुन्छ तपाईँ? 90मा आशावादी भयो मान्छे, 5मा झरेर फेरि सम्भावना भएन भने त हामीले अब अदालतको आदेश पनि छ होइन। भनेपछि दुईवटा एनआरएन हुन्छ है, दुईवटा एनआरएन भन्नाले यसो हुन्छ, अधिकारी एनआरएन हामी नै हुन्छौँ। किनभने यो त परराष्ट्र मन्त्रालयमा दर्ता भएको निकाय भएको हुनाले परराष्ट्र मन्त्रालय जसलाई अधिकारिता दियो त्यो नै एनआरएन अधिकारी हुन्छ। त्यो अनुसार हामीले आफ्नो काम कारबाही अगाडि बढाउँछौँ र त्यसमा अब धेरै लोयल भएर सधैँभरि लोयल हुने, लोयल भन्नाले सधैँभरि सडकमा बस्ने भन्ने हुँदैन। सधैँभरि सडकमा बस्ने, उहाँहरू चाहिँ अफिस कब्जा गरिराख्ने भन्ने त हुँदैन। अब अन्तिममा ठिक छ, तपाईँ त अध्यक्ष भएर आउनुभयो, एनआरएन अभियानमा यसरी आबद्ध हुनुहुन्छ। तपाईँ आफ्नै भिजन, म नेतृत्वमा रहँदाखेरि एनआरएनलाई, नेपालमा अहिले एनआरएनलाई हेर्ने दृष्टिकोण र विश्वभरि नै एनआरएनलाई हेर्ने दृष्टिकोण मलाई दुःख लाग्छ, सकारात्मक छैन भन्नुपर्ने अवस्था छ। त्यो सकारात्मक वातावरण बनाउनको लागि एज अ प्रेसिडेन्ट, एज अ लिडर तपाईँको भिजन के हो? एनआरएनलाई सबैको विश्वासको संस्था, यत्रो प्रवासमा रहेका नेपालीहरूको, नेपालको जिडिपी भन्दा, टोटल जिडिपी भन्दा बाहिर रहेका नेपालीहरूको आम्दानी चाहिँ कैयौँ गुणा बढी छ। यो इफोर्टलाई नेपालसँग, मातृभूमिसँग जोड्नको लागि एज अ लिडर वाट इज यर भिजन? यस्तो छ, हामीले त्यही भएर हामीले पहिले नेपालमा हामीले विश्वासको अभाव छ हामीप्रति। विशेष गरेर हामीले गैराष्ट्रिय नेपाली सङ्घ एनआरएन भन्ने, त्यसमा गैराष्ट्रिय नेपालीहरू सङ्घप्रति र नेपालीहरूप्रति, गैराष्ट्रिय नेपालीहरूप्रति असाध्यै ठुलो अविश्वास छ र उहाँहरूको विशेष गरी नेपालको ब्युरोक्राट्सहरूको, नेताहरूको, नागरिक समाजको, त्यहाँको पिपलहरूको र विदेशमा बस्ने नेपालीहरूको पनि गैराष्ट्रिय नेपाली सङ्घप्रति असाध्यै ठुलो एक किसिमको अविश्वास र एक किसिमको यिनीहरू सधैँ झगडा मात्रै गर्छन्, मिल्दैनन् भन्ने खालको भाष्य सिर्जना भएको छ। यो भाष्यलाई हामीले परिवर्तन गर्नुपर्नेछ र विश्वासको वातावरण बढाउनु पर्नेछ। सबभन्दा पहिलो कुरा त्यो विश्वास नभएसम्म हामीले केही पनि गर्न सक्दैनौँ। त्यो विश्वासको वातावरण बढाउनको लागि हामी एक हुन आवश्यक छ। त्यही भएर पनि मैले सबै साथीहरूलाई भनेको कारण त्यही नै हो, हामी पहिले एक हौँ। एक भइसकेपछि हामीले गर्नुपर्ने कामहरू थुप्रै छन्, विशेष गरेर हाम्रा इस्युहरू थुप्रै छन्। अब हाम्रा आफ्ना समस्याहरू पनि थुप्रै छन्। हाम्रा इस्यु भन्नाले नागरिकताको समस्या छ। हामीलाई गैराष्ट्रिय नेपाली नागरिकताले जुन अधिकार अहिले दिन खोजेको छ, त्यसमा पनि हामीले अहिले छलफल गर्नुपर्ने छ। हामीले आफ्ना अधिकार स्थापित गर्नुपर्नेछ। वंशजको नागरिकताको निरन्तरताको लागि पनि हामीले हाम्रो लडाइँ जारी राख्नुपर्ने अवस्था छ। त्यस्तै चाहिँ हाम्रा कयौँ मध्यपूर्वमा त्यस्तै किसिमका समस्याहरू छन्। अनि अर्को कुरा, केवल हाम्रा समस्या मात्रै होइन, हाम्रा अधिकारको कुरा मात्रै होइन, हामीले गर्नुपर्ने नेपाल सरकारले, नेपालले अपेक्षा गरेको कुरा पनि थुप्रै छ। विशेष गरेर नेपालले अपेक्षा गरेको भनेको हामी नेपालमा जति पनि विदेशमा जति पनि साधन स्रोतहरू छन्, हाम्रो अथाह सम्भावना छ, त्यसलाई नेपालमा जोडोस् भन्ने चाहना नेपालीहरूको पनि छ, नेपाल सरकारको पनि छ। त्यो चाहनालाई पनि हामीले पुरा गर्नुपर्ने हाम्रो दायित्व पनि हो। त्यसबाहेक अब विशेष गरेर अहिले मैले सोचेको कुरा के छ भने, हामीले अधिकारका कुराहरू पनि गर्छौँ, तर अधिकारको कुरा सँगसँगै हामीले नेपालको लागि पनि केही गर्नुपर्छ। पहिले हामी एकताबद्ध हौँ, एउटा विश्वासको आर्जन गरौँ, त्यसपछि नेपाल विदेशमा रहेका अथाह सम्भावना स्रोतलाई नेपालमा पनि लगानी गरौँ। त्यो इन्भेस्टमेन्टको रूपमा, नलेज ट्रान्सफरको रूपमा र धेरै अन्य रूपमा पनि प्रविधिहरूको हस्तान्तरणको रूपमा लिएर नेपाललाई एउटा समृद्ध मुलुक बनाउन हामी सक्छौँ भन्ने मैले विश्वास पनि लिएको छु र त्यो गर्न पनि सकिन्छ। र त्यो कमसेकम एउटा सिस्टममा अहिले चाहिँ सिस्टममा लिएर जाउँ। अब मेरो कार्यकाल 2 वर्ष हो, 2 वर्षमा मैले एउटा सिस्टममा लिएर जान सकियो भने एउटा इन्भेस्टमेन्टको वातावरण नेपाल बनाउन सक्छ, अथवा यो
कसरी हुन्छ संसारभर रहेका नेपालीहरूको सानो सानो लगानीलाई कसरी नेपालमा भित्राउने भन्ने एउटा अहिले नयाँ एक्ट पनि बनेको छ। त्यो अनुसारको इन्भेस्टमेन्ट प्लान पनि म सोचेको छु। दोस्रो नलेज, विदेशमा बसेका थुप्रै नलेज एउटा छ, सिप छ, ज्ञान सिप, त्यसलाई कसरी भित्राउने भन्ने विषय पनि अब हामीले एउटा सुरुवात चाहिँ गर्नै परेको छ। यी कुराहरू एउटा नलेजको ट्रान्सफर, प्रविधिको ट्रान्सफर, इन्भेस्टमेन्टको ट्रान्सफर गरेपछि एक किसिमको विश्वास चाहिँ आर्जन हुँदै जान्छ भन्ने मलाई लागेको छ। त्यसपछि अनि हाम्रा अधिकार पनि स्थापित हुँदै जान्छन् भन्ने मलाई लाग्छ। त्यही नै हो। अब अहिले गर्न सक्ने कुरा मलाई के लाग्छ भने पहिले हामी एक हुनु पर्यो, विश्वासको वातावरण बनाउनु पर्यो। त्यसपछि हामीले गर्नुपर्ने कुराहरू नेपालको समृद्धिको लागि केही गर्नै पर्ने हुन्छ। विशेष गरेर नेपालले चाहना राखेको इन्भेस्टमेन्टको कुरा हो। इन्भेस्टमेन्टमा हामीले एउटा ठुलो फन्ड बनाएर नेपालमा इन्भेस्टमेन्ट गर्न सक्छौँ। त्यसमा साना विदेशमा बस्ने नेपालीहरूको साना पुँजीहरूलाई हरेक महिना लगानी गर्ने एउटा वातावरण बनाऊ भन्दै त्यसबाहेक अन्य कुराहरू त अब विशेष गरेर अब गैरराष्ट्रिय नेपाली सङ्घमा जुन समस्या छ त्यो समस्यालाई मिलेर समाधान गरौँ, त्यही नै हो। थ्याङ्क यू महेशजी। तपाईँले आफ्नो यो अमेरिका भ्रमणका क्रममा हामीलाई जुन समय दिनुभयो र आफ्ना एजेन्डाहरू जसरी प्रष्ट रूपमा राख्नुभयो र तपाईँ जुन प्रयासमा राख्नुभएको छ, तपाईँलाई हामी शुभकामना दिन चाहन्छौँ। आदरणीय दर्शकवृन्द, आज हामीले एनआरएन आइसिसीका अध्यक्ष महेश श्रेष्ठसँग एनआरएनभित्र बृहत एकतामा नसमेटिएको इस्युहरूलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ भनेर कुराकानी गऱ्यौँ र उहाँको भिजन के गर्दाखेरि बाहिर रहेका नेपालीहरूलाई नेपालसँग जोड्न सकिन्छ र नेपालको अपेक्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा पनि कुरा गऱ्यौँ। यहाँलाई सफलताको शुभकामना र हामी चाहन्छौँ एनआरएन सदैव सबै नेपालीहरूले एउटा गर्व गर्ने संस्था बनोस्, त्यसमा पनि सफलता प्राप्त होस्। हार्दिक शुभकामना। थ्याङ्क यू।